हेलो एन्ड नमस्ते सबैजनालाई। म आज चाहिँ राम्रीकाँडाको दहमा आएको थिएँ। नदी राम्रीकाँडाको दहमा चाहिँ एकदम ठुलो फिल्ड अनि साथै यहाँ एकदम ताल देख्न सक्नुहुन्छ। ताल ठुलो छ भन्थे मान्छेहरूले झुक्काए। हामी चाहिँ म चाहिँ कालचे ठुलिआमाको घर काम गरिदिन आएको थिएँ। अनि काम गर्ने क्रममा चाहिँ आज ठुलिआमा सुर्खेत जानुभएको थियो। अनि बसेको बेला अनि दिदीले भन्नुभयो कि जाम बाबु घुमेर आम भनेर म यो राम्रीकाँडाको दहमा कालचेदेखि पैदल यात्रा आएको यत्रो हेर्ने भनेर। तर वास्तवमा यो हेर्ने ठाउँ रहेछ। अगाडि चाहिँ दिदीहरू त्यही पनि अब आइएको सार एक दुईवटा टिकटकहरू बनाउँदै हुनुहुन्छ। अनि ताल चाहिँ ताल टिकटक हुँदैछ अगाडि। आन्टी कस्तो लाग्यो त्यो त? एकदम राम्रो लाग्यो बाबुलाई त्यो त। अनि दिदीलाई कस्तो लाग्यो? राम्रो छ भाइ, सबैजना आइदिनु होला, हेरिदिनु होला, सबैले हेरिदिनु होला। द यता त आइयो तर यो अलि भयो मोबाइल लिएर जाम अब। सबैजनाले माया गरिदिनु होला। नमस्कार। सक्यो फाइनली फाइनली सक्यो। दहमा नआउनु पर्ने थियो, आइयो। तपाईँहरू पनि झुकेर नआउनु होला। भाइ त्यस्तो छैन भने भाइ राम्रो छ आइराख्नु होला, हेरिराख्नु होला। हामी जस्तै उल्झाउने उल्झाउने बन्दैछ अब, झन् राम्रो हुँदैछ, आइराख्नु होला। त्यो भन्नु त भएन यार, कसरी भएको नाइ अब यस्तो त हामीले पनि दुःख पायौँ, अरूले पनि नपाउन् त्यो भनेर हो। होइन, आफ्नो आफ्नो हेर्ने चाहना हुन्छ, रहर हुन्छ, आइराख्नु होला। तर यहाँबाट हेर्ने ठाउँ छ, तर डाँडामा गएपछि छ यो, तर फिल्डमा चाहिँ छैन है। चल त माया गरिदिनु होला, हाम्रो भिडियोलाई लाइक शेयर कमेन्ट पनि गरिदिनु। बाइ बाइ। कतिचोटि बाइ बाइ यहाँ चाहिँ एउटा के अरे आन्टी त्यो प्रतिशाला प्रतिक्षालाई भन्दैछ। त्यसपछि सकेको छ। एउटा बनिसकेको छ। दिदी चाहिँ पहिला पनि आन्टी चाहिँ यहाँ पहिला पनि आउनु भएको हो। म पहिलोचोटि हो यो। पहिलोचोटि हो। ए त्यसो भए झुक्किनु भएको छ तपाईँ पनि। दिदी पहिलो कतिचोटि चाहिँ दिदी हो, म त पहिलोचोटि हो। म त बढीमा 6-7 चोटि आएको ठाउँ हो गाइजहरु। हजुर हजुर गाइज हो तपाईँ बहुत बोल्न मन लाग्छ भने यहाँ बोल्नु। हेलो गाइस, सबैले माया गरिदिनु होला है। हाम्रो भिडियो राम्रीकाँडाको त हो, कति दामी छ, सबैजना आइदिनु होला है। हामी झुक्किया जस्तै नझुक्किनु होला। हामी झुक्क्यादै गरेर नझुक्किनु होला, सबैजना आइदिनु, माया गरिदिनु हाम्रो भिडियोलाई। यो राम्रीकाँडाको दहलाई सबैले हेड गर्नु पर्यो। राम्रीकाँडाको दह, तर राम्रीकाँडाको दह हेड गर्नको लागि पनि छैन। यो डाँडाबाट चाहिँ हेर्ने ठाउँ छ, तर यो तलको समतलबाट चाहिँ हेर्ने ठाउँ छैन होइन। आज चाहिँ हामी यो के भन्छ यसलाई, यो राम्रीकाँडाको दह हेर्न जाऊँ भनेर आइयो। तर अलिकति तर हेर्न लायक त छ, योमा छ न त। तर के छ भन्दाखेरि अलि त यो दह चाहिँ हेर्ने लायक छैन क्या। जस्तै हाम्रो उता कुपिन्ने दह छ नि, हो त्यो जतिको दह भएपछि मान्छेहरू पनि यहाँ हेर्न आउँथ्यो होला। तर यहाँ चाहिँ हेर्नको लागि केही नजारा मात्रै हो क्या, यो भ्यूहरू यिनी टक्क लगाएर होइन। अनि उताबाट पनि भ्यू देखिन्छ। यहाँबाट चाहिँ हाम्रो बोडीचोड अनि मालरानी मेलकुना त अलिक खासै देखिन्न, थोरै मात्रै अलिअलि देखिन्छ। अब के गर्नु, आज यस्तो भयो कि एक्कासी कामबाट अलिक फुर्सद पाइयो नि त। घर बनाउन आएको थिएँ म ठुलिआमाको। अनि धेरै पछि मैले भ्लग बनाउँदैछु, सबैले हेरेर इन्जोय गरिदिनु होला। अब भिडियो मेरो हेरिराख्ने मान्छेहरूले त अब होइन कहिले आउँछ यताउति पर्खेर बस्नु भएको होला। अनि मैले खासै भिडियो बनाउन पाएको थिएन, कामले